वहाँ माथिबाट यति राम्रो सिन देखिन्छ नि। ओ हो हे त्यो हाले त्यहाँ पछि नि ए हे कचिलो लाएर आउनु त नि म आउने थिएँ नि माथि आएर हेरेको त गोरु छैनन् हेर्न यही मात्रमा टिम घुर पनि रहेछ अङ्गुर रहेछ यो के भन्छ यसलाई सुन्तला भयो र मैले चाहिँ होइन यो त्यो गरेर चेन्ज हानिदिएँ क्या मैले यो चाहिँ भयो नि त यो नेपालको झन्डा अनि आफ्नो फोटो ए गाजरमा ब्याक टु मेन्यु ब्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि आरामै छु अनि चाहिँ अब ड्याडी मम्मी अनि भाइ चाहिँ मामा घर जानुभयो अनि बाबा चाहिँ पोखरा जानुभयो आज घर आमा र म मात्र खाऊँ कि अझ म गोरु फुकाएर लिएर जान्छु गोरु 40 लाखको गोरु 40,000 को गोरु 40,000 यो 40,000 को गोरु 40,000 को गोरु हो यो केही गर्दैन 40,000 को गोरु कहिले पट्टाउँछ 40,000 को गोरु हे मजाको हो होइन फर्की जय फर्क्या आइ खतरा छ खतरा होइन मान्दैन यार गोरुले नि हिँड अनि चाहिँ माथिको गोरु नि फुकाउँछु दुईटा मात्र लिएर जान्छु माथि मामाले चाहिँ गोरु लिएर जानुभयो होला हो माथि जानेको माथितिर जान्छु लाली गुराँस नि फल्यो नि त अब फुल्ने बेला भइसक्यो सिजन आइसक्यो नि त त्यसको लाली गुराँस नि देखाउँछु म टिकन त नि त यस्तै देखाइदिन्छु चर्को खके बोली गोरु डढाएर भाग्छ हो आयो यो माथिको गोरु पनि फुकाउनुहुन्छ मास्तिर बाले हिँड लट्ठी त चाहिन्थेन तर त्यसो अर्को गोरु पनि ल्याउनु भाले अब यी दुईटा भएपछि त भयो चल्छ न दुईटा भएपछि त चल्छ अब हो माथि कहाँ फुकाउनु भयो कि फुकाउनु भएन नफुका भए त लिएर जान्छु चारवटा भएपछि त भयो अनि हिँड हिँड यसलाई लट्ठी चाहियो के चरे गरो यति भएछ जुम्का परे जस्तो त बाबा भर्खर जानुभयो तिनटै चावडै गयो घरबाट त मम्मी सानो भाइ ड्याडी मामा कहाँ जानुभयो सिउँटबारी अनि बाबा चाहिँ पोखरा जानुभयो माथिको त फुकाइसक्नु भएको छ यहाँको चाहिँ फुकाइसक्नु भएको छ यहाँ दुईटा गोरु थिएँ फुकाइसक्नु भएको छ अब यिनीहरू दुईटालाई लिएर जान्छु जय उहाँ जान्छु लाली गुराँस टिप्छु ट्याक्क बस्छु अनि फुलबारी पुरेन घोडा हो घोडा यिनीहरूलाई म अब उहाँ माथि उहाँ त देखियो नि त बुटो उहाँसम्म पुऱ्याएर म यो हाम्रो ठाउँको नै गाउँको पुरा
सिन देखाउँछ कति राम्रो देखिन्छ है यतिबाट यति राम्रो सिन देखिन्छ नि ओ हो हे यस्तो बबाल सिन देखिन्छ के नेचर अफ ब्युटी के बबाल देखिन्छ यहाँ माथि र सिरबारी देखिन्छ उता तल देखिन्छ यतातिरको बाटो देखिन्छ सबै के मस्त देखिन्छ अलि माथि त्यो माथि अलिकति माथि ठाटी छ हो त्यहाँ गएर हेर्नु नि हिमाल उतापट्टिको हिमाल देखिन्छ क्या फेरि त्यस्तो छ उहाँ त त्यहाँ गइन्न अहिले त यहीँ माथि हुँदैन यो अनि यस्तो अर्को भिडियोमा चाहिँ म माथि गएर देखाउँछु क्या हिमाल यस्तो बबाल देखिन्छ नि म बयान गर्न सक्दिनँ कि यस्तो बबाल आओ आई फेल यति सुस्तो हिँड्यो त उहाँ पुगिसक्यो यो अझ हिँड्दै कति सुस्तो आनन्द फिलमा छ कि अनि आज त मैले गोरु लिएर आउँछु भनेर आएको के नत्र त अघि नै फुकाइसक्नुहुन्थ्यो आज मैले लिएर जाने यो गोरु भने लिएर आएकोमा म चाहिँ यहाँ आएर त्यो लालीगुँडा सल्लो फलिरहेको नि त हो त्यो म देखाउँछु के लालीगुँडा यति गुलियो हुन्छ चिनी हालेर खाँदा पहिला सानोमा है त्योमा चिनी हाल्यो अनि चिनी हालेर खाएर त ओहो अझ जुस पनि बनाएर खाइयो क्या हामीले त त्यो त सानोमा यता त भिडमा जाने अनि लालीगुँरास लिएर आउने अनि घर मिक्सचर थियो चिनी हाल्यो अनि लालीगुँरास हाल्यो यति पानी हाल्यो है अनि मजाले पिन्यो के अनि त्यो मजाले पिनेर अनि यति मिठो हुन्थ्यो नि हे सानोमा त के उटपटाङ है यस्तो मजा आउँथ्यो नि सानोमा सानोको जस्तो अहिले छैन कि पहिला सानोमा चाहिँ फोन हुन्थेन है अनि खेल्न गइन्थ्यो सबै ग्राउन्डमा सबै खेल्न गइन्थ्यो अनि खेलेर आएर खाना नि मन नलाग्ने के यार मैले एकचोटि है स्कुलबाट घर आएँ होइन अनि घर आएपछि खाजा खानै मन लाग्थेन के अनि डोजार हेर्ने भनेर गइयो डोजार हेर्ने भनेर गएको गएर नि आइयो क्या फेरि पछि उहाँ गएर हेरेर नि आइयो अनि आएर नि फेरि गइयो कि खाजा नखाइकन म पनि भोक छैन भनेको खाजा गएर रात पर्न लाग्थ्यो कि त्यतिखेर आएको मैले त कुचो यस्तो समातेर है कुचो समातेर बेन्च यहाँ बसेको थिएँ यस्तो रन्काएर यस्तो मजाले दिनुभयो क्या किनकि खाजा खाँदिनँ खाजा नखाइकन जान्छस् ठुलो भइस यति हान्नु थियो खुट्टा यत्रो पिडिमलाई सुनिएर यत्रो भएको थियो क्या पहिला त कति रमाइलो हुन्थ्यो यार अहिले त कोही अहिले त गिराउन पनि कोही आउँदैनन् सबै फोनमै मात्र हुन्छन् है फोनमा मात्र हुन्छन् क्या अहिले किनकि अब पहिलाको छैन नि यार पहिला त सानोमा त फोन हुन्थेन डाटा हुन्थेन हामीलाई त फोन भन्ने के भन्ने पनि थाहा थिएन यार साँच्चै मलाई त त्यो गेम डाउनलोड गर्ने कहाँ हो भन्ने पनि थाहा थिएन युट्युब भन्ने पनि थाहा थिएन मलाई अनि पछि अनि म चाहिँ लगभग 10मा आसियो क्या मैले यो फोन चाहिँ गतिलेरी हुन्छ नि त हेरेको क्या मजाले बुझेको अनि मलाई पनि थाहा थिएन कि अब यसो गरेपछि भिडियो पनि बनाउन मिल्छ युट्युबमा हाल्न मिल्छ भन्ने मलाई थाहा थिएन कि मैले चाहिँ के भएर हाल्यो भने लालगुँडा नि रहेछ यार म देखाइदिन्छु जुम गरेर हल्का देखियो होला टाढा नि त हल्का देखियो होला नि त केही भएन म अहिले अलिक गोरु छोडेर आएर त्यहाँ निकाल्छु टिप्छु क्या त्यहाँ गएर अनि मैले चाहिँ कसरी हालेँ भने त्यो दिन चाहिँ कसरी हाल्यो भने मलाई ट्याक्क भाइको बर्थडे परेको त्यो दिन एउटा भिडियो बनाएको थिएँ है त्यो भिडियो फालिदिइसकेँ क्या मैले सर्टमा हालिरहेको थिएँ अनि चाहिँ भिडियो बनाएको थिएँ भिडियो बनाएर झुक्किएर क्या के अठाएँ त्यो प्लस जस्तो देखेँ होइन युट्युबमा अनि त्यसमा गएर ट्याच्च छोएपछि के भयो भने छोएँ अनि छोएपछि के देखाएको थियो क्या त्यो अल गर अनि नम्बर हाल के थियो क्या त्यसमा भेरिफाई गर अनि त्यो गरेर सबै गरेपछि भिडियो हाल्न मिल्दो रहेछ त्यो समातेर यति ट्याच्च छोइदिएको थिएँ बिहान उठ्दा त भ्युज गइहाल्यो त्यसमा त्यहाँपछि अब भ्लग भन्ने पनि थाहा थिएन हो मलाई त्यस्तो भ्लग कसरी बनाउँछ नि त्यो मलाई केही थाहा थिएन अनि मैले सायद के गरेँ भने त्यहाँपछि अनि एउटा फाती दाई तलका फातु
फादर अङ्कलले के गरेको थियो भने सेखो हेरेर घाममा जोते थिए हो त्यो भिडियो नि जुम गरेर बनाएर यत्तिकै गरेको त त्यो लङ सर्टमा मात्र होइन लङमा नि भिडियो भनेर गरेपछि त्योमा नि जाने रहेछ मलाई थाहा थिएन नि त त्यो पनि गरेँ त्यो हालेँ त्यहाँपछि नि ए कचिरो लाएर आउनु त नि म आउने थिएँ नि माथि आएर हेरेको त गोरु छैनन् मैले हात चलाएको थिएँ नि हात चलाएको थिएँ के हातले मिल्दैन हात जम्छ बिहान उठ्छ चलाउनु पर्छ कि बिहान बेलुका ए मैले लिएर आउँथेँ नि त मामा गोरु माथि राखेको कि अन्त गोरु अनि चाहिँ त्यो भयो भिडियो हालेँ अनि मामा कहाँ गएँ मामा कहाँ गएर यता आउने बेला बनाएको थिएँ त्यो भिडियो छ कि छैन यार कुनै फालिदिए जस्तो लागेको थियो अनि भिजै गर्न भनेर हो कि नराम्रो भयो भनेर खै के भनेर फालिदिएको थिएँ मैले त्यो सबै फालिदिएँ अनि चाहिँ त्यो बनाएर हालेँ त के मलाई त थाहा मैले सबभन्दा कस्तो मजाले क्या यार अनि हालेँ अनि अब के अरे एसिडतिर बसेको थियो नि त अनि हाल्ने त्यहाँपछि त हालेँ एउटा दुइटा हालेँ अनि त्यहाँपछि 12-11 गयो घसी अनि 1-2 कहिले काहीँ हालेको थिएँ त्यहाँपछि एउटा नमिल्ने के यार कहिल्यै पनि होइन एउटा गर्न लाखा भने एउटा त के हो के बिग्रिए गर्ने के हो यो उकाला भएर म बोल्नै सकेँ होइन अनि यो धेरै नसमातेको भएर होला हात पनि गलिरह अनि बिस्तारै अनि कहिले फोन बिग्रिए कहिले के डिस्प्ले उडेछ फोनको एउटा भयो 12मा गसी त म ढुक्कै हाल्ने भन्ने थिएँ 12मा नि अनि हालेँ एउटा भिडियो त हालेँ 12को नि हालेँ क्या है हालेँ त्यसरी नै हालेँ मैले अनि त्यतिखेर नि फोन के भयो बिग्रियो अनि इक्जाम आयो त्यस्तै भएर बिग्रियो अनि चाहिँ अहिले अनि त्यो इक्जाम दिएपछि फेरि के अनि एउटा सोच आइरहेको छ नि त इक्जाम दिएपछि अब म भिडियो हाल्छु यस्तो गर्ने अब अरूले त छोड्यो मैले त भिडियो त हालिराख्ने हो भन्ने थियो त्यतिखेर नि फोन बिग्रियो के यति भयो नि कतिखेर फोन बिग्रियो कतिखेर क्यामेरा बिग्रियो अनि क्यामेराको बाहिरको लेन्स हुन्छ नि हो त्यो फुटेर त्यो धमिलो देखियो अझ है कति भयो क्या त्यस्तो त अनि त्यस्तो कति भयो अनि त्यहाँपछि चाहिँ मैले के सोच आयो अब चाहिँ भिडियो चाहिँ हाल्छु होइन अब दिनदिनै हाल्न नसके पनि अब हुन्छ नि त दिनदिनै हाल्न अब कहाँ सकिन्छ त कहिले कन्टेन्ट पाइन्न नि त होइन एउटा दुइटा एक दिन कन्टेन्ट खोज्न लाग्यो अर्को दिन भिडियो बनाउँछ नि त्यो दिन हालिदिन्छु है त्यस्तो सोचाएको छु अब त्यो फोन पनि अहिले त क्यामेरा पनि राम्रो छ यसको स्टोरेज पनि राम्रो छ सबै राम्रो लाग्यो अहिले त सबै छ नि त अब चाहिँ किन छोड्ने होइन अब आफूसित एउटा न एउटा हुँदो रहेछ जो मान्छेसँग नि एउटा न एउटा अब हुन्छ नि त कोहीलाई के गर्न आउला कोहीलाई के बनाउन आउला है सबैको एक कुन्टा हुन्छ कि किनकि अब म होइन म भ्लग बनाउँछु म भ्लग बनाइराख्छु के अब के हुन्छ कोहीले बनाउँछ नि त बनाएर अनि भिडभाडकोमा ठाउँमा गएर उसले त बोल्न सक्दैन नि त होइन किनकि अब कन्फिडेन्स हुनु पऱ्यो नि त बनाउनलाई नि अब के हुन्छ भने अब कन्फिडेन्स के अब जसले जे भनोस् होइन आफूले चाहिँ गर्छु भन्ने हुनुपर्छ के जेमा पनि अब हुन्छ नि त मैले अब यहाँ कोही छैन म भने बोलेँ अब म यहाँ कोही छैन क्या यहाँ दुइटा गोरु बाइकहरू कोही छैन होइन अब म यहाँ भन्छु मैले अब कन्फिडेन्ट हुनुपर्छ मान्छेमा जे गर्दा पनि डिसिप्लिन हुनुपर्छ भनेको नि त अब भिडभाडमा गएर बनाउन खोजौँ न म सक्दिनँ मलाई नै आउँदैन क्या लाज लाउँछ होइन लाज पनि लाउँछ लाज पनि लाउँछ डर पनि लाउँछ है कसले के भन्ने होला है कसरी गरौँ मैले भन्ने त्यस्तो हुन्छ क्या त्यही भएर म चाहिँ अब जस्तो भिडभाड भयो नि क्या मैले त यो फोन उठाएरै हिँड्छु कि किन बनाएर हिँड्छु कि के हुन्छ भने अब हुन्छ नि त कसरी कन्फिडेन्ट हुनु पर्यो के कोही मान्छेले सोध्ला अब के बनाएको भ्लग बनाएको अनि कतिजना सब्सक्राइब छन् अब म बल्ल स्ट्रगल गर्दैछु
बिस्तारै बिस्तारै हुँदै जान्छ भन्ने होइन। अनि त्यो भनेपछि अनि के भन्नुपर्छ भने कोही मान्छेले त यो त नि यसको यस्तो रहेछ, यसले यसरी गरेको रहेछ, कस्तो भिडियो बनाउँदो रहेछ, म पनि एकचोटि गएर हेर्नु पऱ्यो भन्छ नि त। गएर हेर्छ, हेरेपछि उसले के गर्छ भने अब यो त आफ्नै गाउँठाउँको, यसले चाहिँ राम्रै बनाएको रहेछ, यसले चाहिँ अब आफ्नो ठाउँलाई चिनाउँछ भनेर कोहीले सब्सक्राइब गरिदिन्छ। अनि कोहीले अब हुन्छ नि त भिड बारेको ठाउँमा नि अब 1000जनामा 500जनाले त गरिदिन्छन् नि त। त्यो अब मलाई सपोर्ट गरिदिनु होला भनेपछि गरिदिन्छन् नि त। त्यो हो के कन्फिडेन्ट हुनु पर्यो क्या मान्छेमा, जे गर्नको लागि पनि कन्फिडेन्ट हुनु पर्यो। मलाई यो भ्लग बनाउनलाई होइन मलाई कसले उ गरिरहेको थाहा, अङ्कलले के भन्नुभयो भने तँले भ्लग बनाउँदैनस् भन्नुभयो होइन। भ्लग त बनाउने हो, भ्यू चाहिँ जान्न है। मैले भनेको अङ्कललाई भ्यू चाहिँ जान्न, हालेर क्यार्ने हो भने फेरि अर्को नयाँ आइडी खोल्छ अङ्कल, तीमा बनाउँछु भने होइन मैले। अनि त्यत्रो भएको सब्सक्राइबरलाई तँले क्यार्छस् भन्नुभयो कि, तँले त्यहीमै हाल है। बिस्तारै बिस्तारै त्यहीमा नि बढ्दै जान्छ, मान्छेहरू आकर्षण हुँदै जान्छन्। किनकि तेरोमा अहिले कति छ, मेरो 4.82 के छ क्या होइन, त्यति छ होइन। अब त्यति भएपछि बिस्तारै बिस्तारै अब तिमीहरू ग्रो हुँदै जान्छ। अब पहिलाका अब होइन पहिलाका सब्सक्राइब गर्यो छोड्यो, अब त्यही पनि कहिले काहीँ हुन्छ नि त झुक्किएर हेरेको हुन्छ, कोहीले राम्रो लगाएको हुन्छ, थम्बनेल राम्रो लगाएको हुन्छ, बोलेको राम्रो लगाएको हुन्छ है। त्यही भएर के कन्फिडेन्ट हुनु पर्यो, आफूले गर्न सक्छु भन्नु पर्यो के। किनकि आधी बाटोमा कहिले छोड्नु हुँदैन नि त, गन्तव्य टाढा छ, सक्सेस यत्तिकै पाइँदैन नि त, स्ट्रगल गर्नु पर्यो नि त। हल्का फुल्काले नि हुँदैन। म अहिले बल्ल मैले बनाउन लागेको थाहा छ, 2 दिन भयो, 2 दिन भिडियो हालेको बल्ल हो मैले। किनकि मेरो हात अपरेसन भएको थियो, हात अपरेसन भएपछि मलाई अप्ठ्यारो भयो कि, किन यस्तो उभिएर यस्तरी उभिँदाखेरि 5 मिनटभन्दा बढी उभिन मिल्ने थिएन क्या, दुखेर यस्तो दुख्ने थियो नि। अहिले त अलि ठिक भयो, अहिले त दुख्यो अलि हल्का, यहाँ छुँदा हल्का दुख्छ है। यहाँ माथि बोल्दा यहाँ माथि यो पनि घट्यो। गोरुलाई पहिरोमा हुलिदिन्छु, हुलेर म तल जान्छु, त्यहाँ गएर रेस्ट। यो यस्तो हुन्छ नि त, अब मैले बनाएको छैन, त्यही भएर मेरो यस्तो दुखिरहेको क्या। म गोरुलाई माथि हुल्छु है, हुलेपछि गोरु आउँदैनन् नि त। त्यहीँ अस्ति गोरु आएर म यो एक राउन्ड घुमेर राति गोरु लिएर गएको। गोरु औ त्यता पुगिरहेको थियो, टाढा पुगिरहेको थियो, खोजेर घुमेर लिएर आएर अनि घर लर बाँधेको मेला यो पुड्के अर्को करायो छ नि यहाँ। यो खतरा लड्छ नि यार यो गोरु। र मैले फेरि एकैछिनमा छुट्याइदिन्छु यसलाई। हो मार्दैन यसले, केही गर्दैन। अब हजुर अब यसलाई जुन्दा गर अगाडि गएर उभिएन, यसले केही गर्दैन क्या मान्छेलाई, ग्यारेन्टी दिन्छु म यसको ग्यारेन्टी। उहाँबाट हेरिरहेको अर्कोले हल्का हो उही जय लड्छ र लड्दियो हुन्थ्यो, हेर्न पाइन्थ्यो भनेको, लड्दैन होला। अस्ति नयाँ गोरु आएको थियो भनेको थिएँ, नयाँ गोरुसित जुधाएको थिएँ, के गर्नु। यो गहिरो अब जुत्दैन, हिँड बुर्के हिँड यता त्यो माथिसित यही गोरुसित गयो। अब भयो, अब भुलिदिएँ गोरु, अब बेलुका लिन आउँछु फेरि। अब त लाली गुराँस चाहिँ हल्का फुल्यो जस्तो लागेको मलाई, अझ झोममा हुन्थ्यो। अनि माथि मैले ठाँटी देखाइदिन्छु, ठाँटी उहाँ हल्का देखियो नि, ठाँटी उहाँ जुम गरेर देखायो नि। हो त्यो ठाँटीमा, त्यो ठाँटी उतातिर चाहिँ उताबाट हेर्ने भने चाहिँ हिमाल देखिन्छ क्या, यस्तो मजाको हिमाल नजिकै भयो जस्तो हुन्छ कि। अनि हामी दाउरा दिन जाने बेलामा चाहिँ त्यहाँबाट उता जाने हो नि त। अझै यो लाली गुराँस त्यता नि राम्रो देखेको, मजाले फलेको हुन्छ कि।
अहिले त्यतातिर पनि रोड छ अनि पहिला त यस्तोमा यहाँ चाहिँ गिद्दा हुन्थ्यो कि यस्तोमा गिद्दा हुन्थ्यो कि यहाँ चाहिँ गोरुहरू मर्ने बाघले खाइदिन्थ्यो अनि यहाँ गिद्दा हुन्थ्यो कि यहाँ कति धेरै गिद्दा झुल आउँथ्यो अनि अस्ति नै एकचोटि त हाम्रो त यहाँ यस्तो छ नि त यहाँ अस्ति यहाँ ढुङ्गा हालेर नि हानिदिएको मर्दैन यहाँ गिद्दा यस्तोमा अझै पनि होला नि हड्डीहरू त उसका यहाँ छ म देखाइदिन्छु छ रहेछ हो कि क्या हो नि सेतो छ प्लास्टिकको कि नभन्दा यहाँ रहेछ नि त यी के हड्डीहरू पहिला त यहाँ बाघले खाइदिन्थ्यो नि यार गोरु सोरु सबै भ्याक्ला भुलौँ पहिला गोरु यहाँ है यति हुन्थ्यो गोरु त्यो गोरु घर लिएर गोरु लिएर जाने बेला नि गोरु यहाँबाट वहाँ तलसम्म हुन्थ्यो वहाँ तलसम्मै हुन्थ्यो कि मान्छे वहाँ गोरुहरू यहाँ तल के त्यति धेरै हुन्थ्यो गोरुहरू यस्तो मजाले होइन धुलै हुनु थियो गोरु लिएर जाने बेला त म यसो यहाँ फस्छु अब लाली गुराँस उहाँ तल थियो नि त अघि मैले देखाएको थिएँ नि हो त्यहाँ जान्छु म लाली गुराँस टिप्नु अब चाहिँ म एकछिन बसेँ अब चाहिँ जान्छु लाली गुराँस टिप्नु पऱ्यो नि त घाम पनि हताइसक्यो चिसो भयो झनै अन्त अब लाली गुराँस पनि टिप्छु लाली गुराँस टिपेर म देखाउँछु कि यस्तो मजाले है पहिला त यति मजाको झप्पा हुन्थ्यो अनि स्कुल लिएर गइन्थ्यो क्या हामीले त लाली गुराँस टिपेर गोरु लाउन जाने गोरु लाएर आएर अनि त्यहाँ चाहिँ लाली गुराँस टिप्ने स्कुलमा लिएर जाने के झोला हालेर लिएर जाने अनि स्कुलमा पछाडि पनि खाइदिने यस्तो मिठो हुन्थ्यो लाली गुराँस ए हाम्रो गाउँ देखाइदिन्छु भनेको थिएन अलि तल आएर देखाएँ बिर्सिएछु यतातिर गयो नि भयो नि त यति देखिरह यो बुट्टाले छिक्यो के माथिबाट देखाउँछु भनेको थिएँ अघि नै हाम्रो त्यहाँ चाहिँ मेन रोड भयो है हो त मेन रोड अब हाम्रो घरतिर नि रोड हाल्ने भनेको अहिले कहिले हो कहिले अब त्यस्तै त रोड छ नि त त्यो अब म गोरु लिएर आएको थिएँ नि हो त्यहाँ त्यो उसम्म रोड लिएर आउने भनेको हो क्या उता अब हाम्रो घरबाट होइन छिराएर कस्तो पारेर पायो घरमै गाडी हालिदिनु कि स्वाटै घरमै गाडी के बिस्तारै लएर हाल्छु म फेरि उस्तै पऱ्यो घर पनि छैन मेरो बाइकलाई लएर सुताइदिन्छु म अब चाहिँ लाली गुराँस यस्तो मजाको हुन्छ नि यहाँको के भन्नु अस्ति नै एकचोटि त है यहाँ आगो लाएर कस्तो भएको थियो नि त यहाँ आगो लाएर अनि निभाएको नि घर यस्तो आगो लगाएको थियो के भन्नु अझ म चाहिँ त लाली गुराँस देखाउँछु उहाँ गएर है लाली गुराँस यस्तो खान मन लागिसक्यो यार मलाई यार यस्तो मजाको हुन्छ नि यहाँ चाहिँ लगभग हल्का फुल्का चाहिँ अरू पाइन्छन् के चाहिँ अब यहाँ भयो अब चुत्रो हो के भन्छ यसमा हो चुत्रो फल्छ कालो हुन्छ यसमा चाहिँ फुल खेलेको छैन अहिले चाहिँ अब अहिले औसेली फल्ने बेला भन्छ औसेली नि खाइसकेको रहेछन् हो कोही एउटा दुइटा फलेर रहेछ खाइसकेछन् हल्का फुल्का फलेर अब चाहिँ फल्छ अब चाहिँ फल्छ यो पनि यस्तो मिठो छ रे एकचोटि त हामी चाहिँ है के भयो भने एकचोटि सबैकै केटाहरू मिलेर है सबैकै गाउँको क्या हाम्रो बुढाबुढी थियौँ नि त फल्दा सबै मिलेर गयो है एउटाले बत्तल लिएर गयो एउटाले त्यो दिउची जस्तो के त्यो उचाल्ने के अरे टिफिन लिएर गयो अनि कोहीले त्यो के भन्छ त्यसको नाम कस्तो आएन त्यो भाँडो लिएर गयो कि यत्रो भाँडो यस्तै झुडाउने खाले के हो त्यो पनि लिएर गयो है लिएर गयो बरा गयो है गएर हामी त के भयो भने गएपछि लिएर आउने भनेर गयो लास्टमा गयो टिप्यो अब टिप्यौँ लास्टमा त त्यो निचारिएर के भयो झोल भनिदिएको तल
त्यो हामीले औषधी हालेर त माथि माथि औषधीको उनी टोप्रे भए तलतिर त अँठिएर होला पिच्केल होला घाम गर्मी त्यस्तो भएर छ। अनि आइ गयो घर आउँदा त्यहाँदेखि हामीले त बनकुरो उडो त्यहाँ बनकुरो उडो है, बनकुरो उडेर त्यसको अन्डा टिपियो, त्यहाँ त एउटा फुरियो, त्यहाँ फोडेर त चल्ला छैन है, त्यहाँ फोडेर त चल्ला छैन के। अनि माथि ल्याइयो, माथि ल्याएर अनि हामी कस्तो बोला क्या यार, माथि लिएर आएर क्यारम भने माथि लिएर आएर ढुङ्गा बस्यौँ, फोड्यौँ त्यसलाई बचाउने भन्यो, बचाउने भन्यो त्यसलाई फोड्यौँ निकाल्यौँ सबै के 9वटा अन्डा थियो, 9वटै फोडिदिएको क्या हामीले। छ्या यार यस्तो पाप नला होला 10जनाले फोडिदिएको कि। छ्या 10जना भन्नाले अब 4-5जनाले चाहिँ त्यो 9वटा अन्डा लियौँ। बहिनीहरू पनि गएको थियो नि त, बहिनीहरूले त त्यो गरेनन्, हामीले हो कि फुटालिदिएको कि यार, बच्चा छैन भने त फुटालिदिएको। फेरि बच्चा देखियो होइन, बच्चा देखियो त्यहाँ, बच्चा देखियो टिपियो अनि बच्चा यार बच्चा रहेछ नि मतलब माउले त हामीले उडाइदियौँ भनेर अनि हामीले त्यो बच्चामै भनेर सबैले फोडिदिएको त्यो अन्डा, सबैले के 9वटा अन्डा सबैले। छ्या यार अझै याद छ के, म लाली गुराँस ठाउँमा आइसकेँ, टिप्ने ठाउँमा लाली गुराँस हाइट कत्रो बबाल छ नि त। यहाँ चाहिँ यो रहेछ के, खसिन्छ कि यार, तल फेरि उस छ के, त्यो खाल्टो छ कि उता तल। अब चाहिँ मैले यहाँ टिप्छु यार, ओए भोर्छु क्या यार। एउटा मात्र टिप्छु म त सक्दिनँ, त्यो एउटा नि कसरी टिप्नु यहाँ रहेछ न हातले। ओए 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 भाइ आएन, यही मात्रमा टिप्दिन अरू त। लाली गुराँस अहिले त कस्तो टोप्रै कस्ता रहेछन् यार, मजाका झम परका टोप्रै निकाल्न पाएको हुन्थ्यो, अर्को त मिल्दैन सुत्न पर्छ सर्लममै। उहाँ खान के हल्का हल्का खान, तर कस्तो तलको छ कि खाल्टो छ, फेरि अहिले कुरमुन्टी खेला ल्या। लाली गुराँस बाटो यता तलको बाटो माथि हिँड्ने हो, म सिधै यता फेरि तल जान्छु अब। ल लाली गुलाट फुल्यो बनाइमा, लाली गुलाट के भनेको राष्ट्रिय फुल होइन, राष्ट्रिय फुल हल्का फुल्का त फलेर रहेछ नि, अझै फल्दै होला नि, यस्तो मजाले फुल्यो यार, यस्तो माया लाग्यो। पहिला चाहिन्छ भने भन्मै म दिन्छु। राष्ट्रिय फुल टिप्न हुनुहुन्थ्यो, मैले टिपेर पनि खाइदिएँ। कस्तो तितो भयो, हातभरि कालो लाग्यो यस्तरी, काम गरेर आए जस्तो भयो गोर लाएर आउँदा। अब चाहिँ म जान्छु, घर जान्छु है, बाटो त यहाँ यस्तो भइरह नि, अहिले त राम्रो भयो, चिनेको भएर राम्रो भयो, नत्र त यो यहाँ जस्तो अप्ठ्यारो कहीँ थिएन बाटो, हेऱ्यो पनि पहिरो लगेको। उहाँ नि हो, उहाँ देखिरह नि हो, त्यहाँ हल्का त्यो हरियो हो, त्यो भिरको बाटो हामी गएको माथि, भिरको बाटो माथि, अनि तार चुट्टिएको थियो आगोले खाएर, अनि जले थियो कोही ठाउँमा, कोही चुट्टिएकै थियो, अनि फेरिको त्यस्तो भिरा गरेर हालेर आएको हो क्या हामीले, त्यस्तो भिरमा हिँडेको क्या। अब यत्रो यहाँ बाटो छ होइन, यो बाटो जाने भने चाहिँ आधा घन्टा लाउँछ। भिरामुनि पुगेको थियौँ है, भिरामुनि पुगेर त्यत्रो घुमेर चाहिँ हामी गइएन, त्यही ठाडै के त्यो भिरको बाटो यताको साइडमा हल्का हल्का त उ रहेछ, त्यस्तो उ समात्दै हिँड्दै
कस्तो डर लाग्थ्यो नि मलाई त कस्तो डर लाग्थ्यो पुण्य अङ्कल म अनि दिनेश बाबा भएर गएको हो क्या त्यसमा हिरा गएको याद छ अझै याद छ मन्दिरको तार फेर्नलाई उहाँ गयो त्यसरी तार फेरेर आयो अनि फेरि तार फेर्यो होइन फेरेर अनि माथि जाऊ त तार आहा भन्नुभयो देखनमा के ल्याइदेखन अरे तार लिन जाऊ भन्नुभयो म गएँ एक्लै गएँ देखनमा एक्लै गएँ अनि के गएपछि त्यहाँ गएपछि मिर्गा करा मान्छे डराएँ म अनि मिर्गा करा अनि बाघ त घुवा गर गरेर मिर्गा गऱ्यो होला के मङ्गल जेरो होला कुनै एक्लै थियो डला तु मान्छे ए दिनु बाबा माथि बाघ गरा कम त डर लाग्थ्यो अरे डर लाग्थ्यो 5 बजे त्यो 5 अनि त डर लाएर अनि आइयो यस्तो भयो नि मेरो यस्तो बाटो भएको कि यहाँ यस्तो भिड छ नि त त्यस्तो बाटो गयो के उहाँ माथि पोल देखाएको छ सेतो देखेन होला उहाँ पोल हो त्यो पोलमा बाँधेको भने तलैसम्म आएको मुनिसम्म आएको त्यहाँ पनि अब चाहिँ म घर पुग्छु हजुर ल हुन्छ ल अब गएर भनिदिनु परेन बना जानु कि जानु नठुली मम्मी भनेर कता हुनुहुन्छ कता गएर भनिदिन्छु म त्यही भएर घर जान्छ ठुली मम्मी के बना जानुहुन्छ कि जानुहुन्छ अरे त्यहाँ नै सीतामाजीलाई भन्नु अरे खबर गरिदिनु अरे म जान्छु अब घर यहाँबाट फदालिदिन्छु यही बाटो रोड ल्याइदिन्छु म पछाडिबाट रोड ल्याइदिनु अब घरमै ट्याक्कै घरमा यहाँबाट रोड हाल्दैछु त घर त सिधै घर नजिकै भयो रोड र घर आमा चाहिँ त्यहाँ हुनुहुन्थ्यो यो त मान्छे चाहिँ बसेको छ हो त्यो किन अब चाहिँ खाना खाएपछि म चाहिँ अरू देखाउँछु अब गोर लिन जान्छु भनेको त गोर त आइसक्यो रहेछ कति छिटो गोर लिन जानु पर्यो अब भनेको कहाँ उहाँ गरेको गोर त त्यहाँ आएर मस्त भएकर छ है गोर यहाँ त यहाँ गोर लिन जानु पर्ला भने ओए पुन्टे यार मलाई ओए हेलो पुन्टे कान मात्र फडाउँछ ओए पुन्टे ओए हेलो माइ चेक हेलो ओ पुन्टे ओए हेर्दैन खुचिरो आएको छ यार मलाई इग्नोर गरिदियो यार भाइ गोरु लिन जान्छु भनेको त गोरु त आइसकेछ हट सेयर भयो नि त अनि आमा चाहिँ अघि यहीँ हुनुहुन्थ्यो कता जानुभयो त एकचोटि यो बत्तल उचाल्छु म यस्तो यो चाहिँ यो के एउटा चाहिँ अब थेरापी जस्तै बिहान चाहिँ चलाउँछु बिहान र बेलुका चाहिँ सुत्ने बेला चाहिँ चलाउँछु अहिले चाहिँ यो एकछिन 10 लिटरको जति खाएको यसले यो तन्काइदिन्छ क्या नसाहरू है त्यही भएर म यस्तो उचाल्छु क्या पहिला पनि लास्टै दुख्ने थियो यही उचाल्नलाई नै अप्ठ्यारो हुन्थ्यो अहिले त यहाँभन्दा योभन्दा अलि धेरै उचाल्नुपर्छ तर छँदै छैन के अब 15 लिटरको जति उचाल्ने 15 लिटरको कहाँ खोज्न जाने अब 10 लिटरले काम चलाऊँ
यसरी गर्ने भने चाहिँ यो नसा सबै तन्किँदो रहेछ क्या फुत्केला जस्तो हुन्छ यार कतिखेर त फुत्केला जस्तो हुन्छ अनि हजुर यस्तो यस्तो माथि ल्याउँदा दुख्छ यहाँ छोइन्छ नि त अहिले त पहिला चाहिँ छोइन्थेन अहिले यस्तो यस्तो नि हुन्थेन होइन अहिले त यस्तो सबै हुन्छ यसरी गर्यो सबै मिल्छ अहिले त होइन यो केरा त कुहियो त हल्का हल्का लाइट त खुल्लै छ त कोचानमा छ नि लाइट त खुल्लै छ लाइट त खुल्लै छ नि त लाइट खुल्लै छ अब म एकचोटि आँटीमा जान्छु कि आँटीमा गएर केरा खान्छु एउटा खाजा नखाएर ल भोक लागिरह अङ्गुर नि रहेछ अङ्गुर रहेछ ए सकिएछ यता केरा रहेछ बरु घर पालाएर बजारको रहेछ अनि यहाँ चाहिँ अङ्गुर पनि रहेछ यो के भन्छ यसलाई सुन्तला भन्यो र चिनीमा रहेछ अब यसलाई म यो लिएर जान्छु तल लान्छु धुन्छु अनि खान्छु ए यार होइन यति झुप्पो भयो हुन्छ मलाई यति भयो हुन्छ यति पो चल्छ खसम ल्याए आँटीबाट तल जानु पर्यो कि आधी बाटो जति सबै निहुरिनु पर्छ यार उसमा जाँदा नि लाइट निभाइदिन्छु आमाको नि कता जानुपर्छ पखाल्छु ओ यो त सुकेछ यो सुकेको हो हाई पानी नआछ हो यति सानो छ पानी नि यहाँ आउँदै आएन क्या पानी नि आज गुलियो रहेछ अमिलो गुलियो ट्वाक्कै खा आमा कता नजाने मम्मी आज आउनु न भोलि आउनु छ अरे भन्छु भनेको आमै भेट्दैन कति जानु लाग्छ पनि मैले चाहिँ होइन यति गरेर चेन्ज हानिदिएँ क्या मैले यो चाहिँ भयो नि त यो नेपालको झन्डा अनि आफ्नो फोटो भयो एसए ब्लग्स रेख्थेँ थिएँ नेपाली ब्लगर रेख्थेँ थिएँ हो होइन अनि यहाँ चाहिँ यो सेम बबाल फोटो हालिदिएँ क्या मैले चाहिँ होइन नेपालकै झन्डा भएको अनि चाहिँ यहाँ मैले हालेको थियो नि त अनि आज चाहिँ अब एकछिन कति बजीतिर हाल्छु त्यो त मलाई थाहा होइन होइन हाल्न त म हाल्छु तर यहाँ छ नि त खतरा छ कि भिडियो चाहिँ होइन अब म चाहिँ बाख्रा साख्रा हुल्छु होइन बाख्रा हुनु पर्यो नि त अहिले चाहिँ आएर हेर्नु पर्ला होइन यो चाहिँ यत्तिकै चलिरहेको छ क्या यो भिडियो चाहिँ यत्तिकै चलोस् होइन म चाहिँ बाख्रा साख्रा हुल्छु अब बाख्रा साख्रा हुनु पर्यो नि त त्यो मैले बेटी होइन 1 घन्टा लाग्यो होला कि मैले त्यो बनाउँदाखेरि बनाऊ फेरि बनाएको छ अनि ओके गर्छु मिल्दैन यहाँ पक्छु हुँदैन 2-3 चोटि बन्दै भयो बाख्रा साख्रा हुनु पर्यो ए यार बाख्रा त ब्याउन लाउनु ब्याउनी रहेछ यार अब राति ए मिल्दैन त यार रुक्नु म खोल्छु है खोलेँ होइन अब यसले त उयो खान्छ नि त उताको मैले फेरि खोलिदिएको छैन नि त यो बाख्रा हुल्ने आयो मुनि ला त्यहाँ त्यो नमिलेको ल्याउनु त आमा ल्याउनु खोर आयो नि त आयो खोर आयो न आयो मुनि ला गयो ल्याउनु न आमा आन ए 2टा ला मुनि ला त्यसलाई धपाउनु खोर ल टाटु कति ठुलो छ क्या यो फेरि यसलाई पनि काट्दिने हो यसको अगर आफ्नो पर्दैन यसलाई त ठुन्काइदिए हुन्छ त्यही त नि मिल्दैन यसो गरिदिन्छु अनि यो लगाइदिएँ अनि चाहिँ लगाइदिएँ अब चाहिँ म जान्छु होइन अब चाहिँ अब डुन हुन्छ मैले खतरा बनाएको थिएँ ओ माइ गॉड
कति 1 घन्टा लाग्यो होला 1 घन्टा अग्निबाट गरिराख्यो अनि यता खोजेको यता डाउनलोड गरेको फेरि गर्न खोजेको अनि यता गरेको उता गरेको मिल्दैन लास्टै झ्याउ भएर यहाँ छ त सानो भाइ अरू केही भन न नमस्ते दाइ नमस्ते म्याडम भनेर आयो यो भिडियोमा चाहिँ भाइले होइन किन अनि युट्युबमा चाहिँ मेरो चाहिँ कति छ यहाँ यसरी हेरौँ है यो अर्को आइडिया हो नि त ओ यस्तो बवाल देखिरह नि यो यार के भनौँ भने जस्तै भयो यहाँ 2टा लिङ्क आएको छ नि त एउटा फेसबुकको लिङ्क छ अनि मोरमा चाहिँ फेसबुक चाहिँ अहिले मैले चलाउँदिनँ नि त मैले चाहिँ फेसबुकबाट सन्यास लिइसकेको छु फेसबुक र टिकटकको छ क्या डक्कनमा भने कहाँ कुन चाहिँ आइडी हो यो फेरि मलाई टिकटक नै चलाउँदिनँ क्या अहिले फेरि चाहिँ कुनै आइडी चलाएको छैन यो पहिला चलाउँथेँ नि त यो त्यही भएर होला होइन पहिला चाहिँ यो डक्कन भयो भने मैले चाहिँ यो कसरी के भएर भयो भने मलाई अर्को गेमिङ थियो क्या गेमिङ खाले थियो अनि त्यो गेमिङ खाले चाहिँ मैले छोडिदिएको के त्यो किनकि यो आइडी भ्लग बनाउने आइडी चाहिँ कति के भएर डिलिट भयो होइन डिलिट भएपछि अनि अब चाहिँ म गेम खेलेर होइन गेम खेल्छु म अब भनेको थिएँ अनि 1-2 दिन हालेको थिएँ भिडियो अनि 50-60 चाहिँ सब्सक्राइबर चाहिँ कट्यो कि अनि त्यसमा चाहिँ अनि के भन्नु अनि अङ्कलले गरिदिनु भयो कि यसो गर भन्नुभएको थियो अनि त्यो हालेको त यो आइडी खोलियो होइन अनि त्यो अनि गेम सेम खेल्न छोडिदिएको मैले अनि गेम खेल्नलाई त्योमा बनाएर हाल्न मैले छोडिदिएँ क्या किनकि यो मेरो भयो नि त यार भ्लग बनाउने च्यानल आइडी भयो भने चाहिँ अनि यति खुसी भएको थिएँ नि कसरी म बयान गरौँ मेरा यी भावनाहरू भने जस्तै भयो कि होइन तर आज चाहिँ भ्लग चाहिँ यतिको एन्ड गर्नुपर्छ जस्तो छ होइन आजको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला है म पनि भ्लग बनाएर हाल्छु कि मलाई चाहिँ यस्तो कन्फिडेन्ट आयो नि ओ माई गड म के भन्नु यार मलाई यो होइन यो थम्स हेर्दाखेरि मैले सोचिरहेको थिएँ कि मैले चाहिँ यो कुन उसबाट हेरेको भने मैले त अब यत्तिकै बसिरहेको थिएँ टिकटक हेरिरहेको थिएँ होइन टिकटक यसो त्यो हुन्छ नि त यत्तिकै के त्यो आइडिएसएल लगइन छैन केही छैन यत्तिकै आउँछ नि त यस्तै स्कुल गरेर हेरिरहेको थिएँ अन्त त्यस्तो हेर्दै थिएँ अनि एउटा सोच आयो क्या अनि ट्याक्क नेपालको झन्डा आयो होइन कस्तो मजाले नेपालको झन्डा आयो होइन अब नेपालको झन्डा चाहिँ म अब के अरू नेपालको झन्डा छ आफ्नो फोटो होइन पछाडि झन्डा राख्छु अगाडि आफ्नो फोटो हुन्छ ट्याक्क बनाएर हाल्छु भनेर आएको थिएँ कि गर्छु भनेर थिएँ अनि गरेँ प्रतीकलाई सोधेँ प्रतीकलाई फोन हालेँ प्रतीक मैले त यार आउँदै आएन कसरी हो केबाट गर्ने भने यसो हेर्दैन यसरी गर भने अनि मैले त्योबाट गरेँ एडिट तानेर गरेको अनि एकचोटि गरेँ होइन सबै लेखेर हालिरहेको थिएँ पब्लिसै भएन अनि अर्कोचोटि गरेँ अर्कोचोटिमा नि भएन दोस्रो चोटिमा चाहिँ भयो कि बल्ल यसो गरेको थिएँ यत्तिकै एउटा हेरी गरेँ अनि बल्ल भयो कि यस्तो मजा आयो नि ओ माई गड कस्तो चेन्जै भइदिइसकेछ क्या यार के भन्नु कहाँ हेऱ्यो अन्त उयो हेऱ्यो एसए ब्लग्स भन्ने चाहिँ खतरा लागेको मलाई अहिले आएर होइन अहिले आएर यस्तो बल आयो नि ओ माई गड यसमा भिडियो पनि छ नि त यहाँ यसमा 86 भ्युज गएर रहेछ यसमा त्यहाँ 300 जति गएर रहेछ होइन यसमा 1000 भयो 1000.8K भयो 200.55 अनि यसमा 25 भ्युज गयो यार बल्ल 25 भ्युज गइरहेको छ सेट यार सेट अनि फेरि म लाइभ बसिरहेको थिएँ होइन भजनको लाइभ बसिरहेको थिएँ भजनको लाइभ बसिरहेको थिएँ क्या म यहाँ कहाँ हेर्ने यो लाइभ यहाँको यहाँ जाने भजनको 93 रहेछ 393 आँखा कि यार यत्तिकै बसिरहेको थिएँ होइन चार्ज भएको चाहिँ मलाई चाहिँ यो हेर्न मन लागेको यस्तो बवाल देखिरहेको नि त टल्क्यो क्या यार खतरा देखिरहेको ओ माई गड
साथीहरू आजको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला होइन नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अन्त यस्तो सपोर्ट माया गरिदिनु होला है लास्टसम्म हेर्दै कमेन्ट थ्याङ्क यू आजको लागि बाई बाई